ल साथीहरू, अहिलेको समयमा धेरै जाडो परिरहेको छ। शीतलहरले गर्दा घाम पनि भइरहेको छैन, जसमा बाख्रा पाल्ने किसानलाई धेरै गाह्रो भइरहेको छ। घाम नभएको कारणले बर्सिम घाँसमा रहेको शीत पनि सुक्दैन र बाख्राले भिजेको घाँस पनि राम्रोसँग खाँदैन। बर्सिम घाँस कसरी खुवाउने भन्ने बारेमा जान्नको लागि भिडियो लास्टसम्म हेरिदिनुहोला र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। यदि तपाईँ घाम भएको छैन भने बर्सिम एक दिन अगाडि काट्नुहोस् र त्यसलाई बोरामा भर्नुहोस्। यसले के हुन्छ भने रातिभरिमा बर्सिममा भएको शीत सुकेर जान्छ र त्यसमा भएको कीटाणुहरू पनि 80% नष्ट भएर जान्छन्। यसो गर्दा बर्सिम घाँस भोलिपल्ट दिँदा बाख्राले राम्रोसँग खान्छ र त्यसमा भएको कीटाणुहरू पनि मर्छन् र बाख्राले रोगबाट लाग्नबाट पनि बचाउन सकिन्छ। तर घाम भएको छ भने बर्सिम काटेर 2 वा 3 घण्टा सुकाएर दिँदा धेरै राम्रो हुन्छ। साथीहरू, यसो गर्दा बाख्रामा दस्त पनि लाग्दैन र बाख्राले राम्रोसँग यसलाई पचाउँछ। जाडोमा सुक्खा चारा प्रत्येक दिन दिँदा बाख्राले राम्रोसँग खाँदैन। सुक्खा चारा प्रत्येक दिन दियो भने बाख्राले पनि खाँदा वाक भइहाल्छ। त्यसैले गर्दा जति जाडो भए पनि एक टाइममा बर्सिम होस् या नेपियर होस् या अरू कुनै किसिमको घाँस भएमा एक टाइम बाख्रालाई दिनै पर्छ। यस्तो खालको भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।